पौडी खेल्न त बहुत मजा हुन्छ रहर पनि लाग्छ यसरी आगो ताप्नुपर्छ लेकको ठाउँमा पानी पनि पर्दैछ उत्तमले ढुङ्गा माथिबाट पोखरीमा मजाले जम गरेको छ छलाङ जमाएको छ मौसम भने यस्तो छ अँध्यारो भइसकेको दिनमै तातो दिनमै चिसो हुन्छ यहाँको मौसम सल्लाहको पुरै सल्लाहघारीमा यस्तो डरलाग्दो अवस्था छ म अब कसरी पारी माम्रेसम्म जानु छ गएर आउने होला निकै तनाव लागिरहेको छ हेरौँ कहिलेकाहीँ त यस्तो कुरा पनि अनुभव गर्न पाइन्छ डरलाई जितेर मात्रै ठुला उन्नतिहरू गर्न पाइन्छ त्यसैले त म यहाँ एक्लै हिँडिरहेको छु यो टोलीको चाहिँ विशेष आजको काम जङ्गल भ्रमण यस्तो रमाइलो भिडियो हुनेछ भनेर के साध्य हेर्नु चाहिँ पर्छ भिडियो थाहा पाइहाल्नुहुन्छ कहाँ हिँडेको भन्ने कुरा मलाई पनि थाहा छैन तर पछि चाहिँ लागेको छु यस्तो घारी छ बर्खाको दिन हो बादल पनि छ झरी पर्न केही समय छ खोला यति मजाको छ अनि कञ्चन पानी पोखरी यही मासतिर स्विमिङका लागि उपयुक्त ठाउँ भने होइन तैपनि पानी हेर्दा रहर लाग्दो छ खेल्न पनि मन लाग्छ र खेलिन्छ पनि रहर चिसोभन्दा ज्यादा भएपछि कसको के नै लाग्छ ल हेर्नुहोस् यस्तो छ यहाँको अवस्था स्वच्छ पानी सुजन चिसो छ पानी ल लेउ पनि लागेको छ लडिन्छ है चिप्लेर मैले त भन्दैछु जीवन झन्नै गयो पोखरीको वरिपरिको यो मजाको झारफुलमा परिणत झारफुल मानव बस्तीभन्दा निकै टाढा सल्लाहको सल्लाहघारी लेक हुस्सुभित्रको यो पोखरी निकै अद्भुत देखिन्छ यो बेला अझ घाम लाग्ने हो भने यहाँको दृश्य एकदम मनोरम देखिन्छ पोखरीको लाइट पुरा भित्ताको लाइट पोखरीभरि यस्तै देखिन्थ्यो आज अलि मधुर भइरहेको छ साउन महिनाको झरीभित्र त हो यस्तो कालो बादलभित्र कालो पोखरी अनि सुजन आँट्न पनि खोज्छ खेल्न पनि रहर छ जीवन उस्तै के गरौँ भइरहेको अवस्था सरोज भन्ने व्यवस्था गर्दैछ यता आफ्नो ज्यानको सुरक्षा गर्न वरिपरि जुकाको घारी तर पौडी खेल्ने साथीहरूको इच्छा वरिपरि सल्लाहको सल्लाहघारीले सजिएको छ छेउछेउमा यस्तो रमाइलो घाँसहरू जसको छेउमा पोखरी अनि यता पोखरीमा रम्ने हाम्रो गाउँले भाइ बहिनीहरू हेरिरहँदा साँच्चैको आकर्षक देखिन्छ यो पोखरी कुनै स्वच्छ शान्त आनन्दको कुनै पात या कुनै कसिङ्गर भने यहाँ देखिँदैन यो पोखरीमा यति सुन्दर पोखरी चिसो मौसम भएकोले निकै कठिन पनि हुनसक्छ अझ घाम लागेको दिन थियो गर्मी थियो भने स्विमिङका लागि एकदमै बेस्ट पुल बन्न सक्थ्यो चिसो भए पनि रहरलाई कसले सेक्न सक्छ र एक फन्को लाएर आइसकेको छ भाइ गुस्सो चलिसकेको छ छेउछेउमा यति अद्भुत ठाउँ सिजन यस्तै भुइँभेरीहरूको उत्कृष्ट सिजन हो यहाँ यस्तै मजाको घाँसे मैदानहरूमा सरर बगिरहेको हावा अनि वरिपरि देखिएका फुलका बोर्डहरू कतै फुलेको छ पर यस्तै अद्भुत दृश्यहरू देख्न पाइन्छ यो बेला पोखरीको आकृतिमा
अद्भुत दृश्य देखिन्थ्यो यो ठाउँबाट। तर आज भने निकै बादलिएको छ, त्यसैले मधुरो चाहिँ बनाएको हो कि रियालिटी हो कि कन्फ्युजन हुने ठाउँ देखिन्छ। सोच्दो लागेको खण्डमा त यहाँ नजिकैको मान्छे पनि देखिँदैन र चिन्न पनि सकिँदैन। यहाँ पोखरी छ या बादल या केही छुटाउन सकिँदैन, यस्तो देखिएको छ। मात्रै आवाज सुनेको छ पौडी खेलिरहेको। तल बनेको पोखरीको पानी भने यस्तो स्वच्छ, एकदमै मजाले यही मास्तिरबाट आएको पानी हो। निकै उचाइमा भएकोले यति स्वच्छ पानीको आनन्द लिन पाइन्छ यहाँ। यस्तो खुला जङ्गल अनि खुला मौसम छ। छिनमै बादल, छिनमै हुस्सु अनि छिनमै केही मौसम खुल्ने गर्छ यो ठाउँ। यो डर लागिरहेछ, तैपनि त्यसै यो बाटो हिँड्न भने छोडेको छैन। कहाँसम्म पुग्छु हेरौँ। मेरो टार्गेट भनेको सोलुखुम्बु जिल्लाको त्यो माम्रे भन्ने ठाउँ पुगेर फर्किने भन्ने प्लानिङमा छु। आजकल जताततै पानी परेपछि सानो सानो ठाउँमा पनि पानी जमेर पोखरीकै रूपहरू देखिन्छ। निकै कठिन जङ्गल अनि चिप्लोहरू पार गरेर जब यस्तो पाटनमा खुट्टा निस्के पल्लोपट्टिको दृश्य भने यस्तो देखिएको छ। माथि माथि बादल, तल तल केही रमाइलो पाटनहरूले हामीलाई यस्तै ठाउँमा बसिरहँ अनि ध्यानमा मग्न भइरहँ जस्तो पनि फिल हुन्छ। सिमसिम पानी, हल्का बादल अनि सिरसिरे हावाले त्यो ठाउँको साँच्चै अतुलनीय महिमा दर्शाउँछ यो बेला। ढुङ्गामाथि चढेर इन्जोय गर्ने 3 ढुङ्गे यही ढुङ्गा हो। आज म त्यहाँ गएन। यता भने बडो मजाको घर बनाएको छ स्याउली गरेर। यो चाहिँ गोठालाहरूको झोला राख्ने ठाउँ अरे, अनि ठुलै पानी पर्दाखेरि बसेर इन्जोय गर्ने ठाउँ। नानीहरू बस्नु गोठाला हो। लाजले मुख को छोप्छ। भाइको नाम के हो भन? राजकुमार तामाङ। कतैमा पढ्छ? हो ए ल। अनि यो पराको नानीहरूको चाहिँ नाम के हो नि? ल हेर त लाजले पुक्लिकै लडिन्। माम्रे फुपू कान्छेको घरमा पनि आएर बसे, निकै बेर खाइयो। अनि अब भने लाग्यो उकालो आफ्नो घरतिर। नाम भने थाहा भएन के फुल हो। एकदमै मजाले सुनौलो तरिकाले जताततै मैदानैभरि फुलेको देखियो। कुनै एउटा पहाडी लेक, हिमाली भेग जस्तो देखिन्छ यो जुन अहिलेको मेरो ब्याकग्राउन्डमा। तर यो भने हाम्रो साइडको यो समर सिजन यही बेला गाईबस्तु चराउने अनि यो ठाउँतिर घाँस दाउरा गर्ने, खेल्ने, घुम्ने र पिकनिक स्पोटहरूको लागि एकदमै आनन्दले रम्ने यी मैदानहरू हो जुन हामीले स्पेसल्ली बोल्ने गरिन्छ कि टावर डाँडाको क्षेत्र भनेर। स्वर्गीय आनन्द आउने यो ठाउँ देखिएको छ समर सिजनमा। जे होस् मजा आउँछ हेर्न अनि रम्न। बल्ल घारीबाट निस्क्यो। यस्तो ठुलो जङ्गल छ यो भित्र। अब यसो हेऱ्यो भने त्यो पल्लो डाँडा नपुग्ने जस्तो निकै गाह्रो नै छ। अब यता झन् यता फर्केर हेर्नु भने सुनसान भइसकेको छ, किनभने मध्य दिउँसो यति बेला 3 बजिसकेको छ अनि सबै गोठालाहरू फर्किसकेको छ। ल हेर्नुहोस् यस्तो मजाको फुलहरू फुलिरहेको छ यहाँ। अनि पारितिरको हरियाली सल्लैको सल्लाघारी अनि दक्षिणतिर हेर्नु भने उस्तै ठाउँको पाटनहरूले यो बेलुकीको वातावरणले मन टक्क छुन्छ। जानुपर्ने मेरो गन्तव्य त यो भित्रैबाट हो, यो जङ्गल क्रस गरेर। तर अहिले भने म ठ्याक्कै यही बाटोलाई मोड बनाएर चेन्ज गरेर जानेछु आज, किनकि
पुग्नु छ निकै यो तलको अर्को पोखरी अनि त्यो पोखरीको अवस्था त्यहाँको वातावरण र त्यहाँ सायदै लाग्छ मलाई कोही न कोही गोठालाहरूले पौडी खेलिरहेको हुनसक्छ। म आज सोलो ट्राभलमा छु। म दिउँसो भने साथीहरू केही जमघट भएकै थियो तर अहिले एक्लै नै छु। आउँदा पनि एक्लै जाँदा पनि एक्लै नै भएँ। यता गोठालाहरू भने भेट्न थाल्यो त्यही भएर खुसी पनि लागेको छ। अब कति मजाको रुख हो या बुटान हो जस्तो देखिन्छ तर यसमा काँडै काँडा छ। पछि यसको एकदमै अग्लो रुख हुन्छ अनि बिचबिचमा यस्तो मजाको गरा स्टेपको उखु झैँ ठुलो र निकै सुकेपछि भित्र खोक्रो हुने गर्छ अनि यसको बाँझो बजाइन्छ नर्सिङ्गो बनाएर। यो यस्तै मजाको बिरुवा हुन्छ यति बेला भने। यस्तै नै घाँसे मैदानहरू फुलहरू अब बिस्तारै यो बुके हुँदैछ। अनि अब यो काँडा बिस्तारै यसरी यो बेला चाहिँ फुलेर फल लाग्न सुरु गरिसकेको अवस्था देखिन्छ। पछि खाँदा यति मिठो हुन्छ तर यसको नाम भने बोक्सी काँडा। साह्रै नमाजाले तान्छ यसको काँडाले भने। चिप्लो बाटो अनि जङ्गलहरू छिचोल्दै कतै रमाइलो पाटनहरू रम्दै म ठ्याक्क अर्को पोखरी भए ठाउँतिर निस्किसकेको छु। यहाँ दुईवटा पोखरीहरू टक्क देखिसकेको अवस्था छ। मैले बेला भन्ने गरेको थिएँ यो पोखरीको बारे अगाडिको भिडियोहरूमा। बन्दुक आकारको पोखरी साँच्चै त्यस्तै नै देखिन्छ। यति मजाको हरियाली दृश्यहरू देखिन्छ वरिपरि अनि बिचमा कालो अनि निकै कति गहिरो हो जस्तो देखिने पोखरी। तर यो मानव निर्मित भने पक्कै हो। यहाँ सोचेर रहन सक्दैन थियो पलाइन्थ्यो पानी कुनामा अनि यहाँबाट निकास हुन्थ्यो। तर यसलाई अहिले भने ठ्याक्कै रोकेर यस्तो मजाको देखिने अनि आनन्दले सबैजनालाई स्विमिङको मजा लिने ठाउँ बनाइदिएको छ। यसको लागि भने यो आयोजना ल्याउनु हुने साथीहरूको लागि विशेष धन्यवाद। यो पोखरी आज निकै रमाइलो हुनेवाला छ। आज धुम्मा छ दिन त उसिलो छ घाम लागेको त छैन तैपनि हाम्रो गाउँका केटाहरू तम्सिएका छन् आज पौडी खेल्ने र यो पोखरीमा भनेर। यस्तो छ आगो पनि फुक्ने व्यवस्था छ यहाँ। चिसो भइहाल्यो भने ज्यानलाई तातो त चाहियो। यताको युवा टोली भनेको तम्सिँदैछ ल। उमेशले कट्टु खोल्दैछ। अब भने पौडीको मजा लिनेछौँ हामी। उमेश भाइको चर्तिकाला बोतल काँधमा बोकेर जस यो बोतलको एउटा राम्रो टेक्नोलोजी भनेको के छ भने डुब्नै गइहाल्यो भने माथि ल्याउने। यो बोतल भिरेपछि साह्रै आनन्द आउने। अहिलेको नयाँ जेनेरेसनको नयाँ सिप पौडी खेल्नै नजानेहरूको लागि यो विशेष सुविधा। बोतल काँधमा बोक्यो कि फिलिली पोखरी घुम्यो। आकाशमा बादल मडरिरहेको छ। मध्यवर्ष साउनको अन्तिमतिर यो निकै 2-4 दिन भयो झरी परिरहेको छ। अनि यसरी झरी जब परिन्छ लेकतिर पलाएको पानीहरूको पोखरी आफसे आफ बन्छ तर हिउँदा पनि यो रहँदैन। अनि हाम्रा गाउँलेहरू यसरी पौडीको बहुतै आनन्द लिएर मजा लिने गर्दछ। हामी चाहिँ आगो फुक्दिनु पर्ने यहाँ। अब आउँछ होला नि त चिसो भएर। उत्तानो परेर पनि खेल्न सक्दो रहेछ। जस पौडी खेल्नलाई सिपालु छ केटो। पौडी खेलाडीहरू आगो ताप्दै यति बेला चिसो मौसम छ।
चिसो पानीभित्र खेलेको खेलाडीहरू आगो फुक्ने कम्पिटिसन 3 जना गुलाबको फुल हैन भाचेर सारे खै के हो झारपातहरू स्टाइल बब्बल। अब हामी चाहिँ घर फर्किँदैछौँ ल साथीहरू। यस्तो मजाको फुलहरू यस्तो मजाका चौरहरू डुलियो आज डुल्नसम्म पनि। लाइट कला हामी गएको है भिडियोबाट सबैलाई धन्यवाद छ हेरिदिनु भएकोमा। फेरि यसै गरी हामी घुम्न आउँछौँ ल। आजलाई बाई बाई।